शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईहरु पटक पटक आन्दोलन गर्नु भएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ, तपाई शिक्षकहरूको मुख्य रूपमा छ। यो सरकार साँच्चै भन्ने हो भने एक दिन पनि अब सरकारको नेतृत्वमा बस्ने हैसियत औचित्य गुमाइसकेको छ। हजारौं र लाखौं शिक्षकहरू सडकमा छन्। 2 हप्तादेखि ती शिक्षकको समस्या समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएको छैन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ? लाखौं शिक्षक र देशभरिका विद्यालयहरू संकटमा छन्। त्यसलाई समाधान गर्न तत्परताका साथ, गम्भीरताका साथ वार्ता गर्ने, प्रतिफल निकाल्ने उद्देश्य सहित गर्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्न लागेको लाजमर्दो स्थिति देखिएको छ। म आज यो मञ्चबाट सरकारले शिक्षकको मुद्दामा आम शिक्षकहरूलाई अपमानित गर्ने काम बन्द गरेर तुरुन्तै घनीभूत रूपले वार्ता संवाद गरेर हल गर्न कोसिस गरोस्। शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो ऐन विधेयकलाई सदनमा पुर्याएको छु। उपसमितिमा छलफल छ। त्यसलाई टुङ्ग्याउने बारे शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन? किन शिक्षकहरूलाई अपमानित गरिन्छ? म सरकारलाई गम्भीर रूपले ध्यानाकर्षण पनि, खबरदारी पनि फेरि एकचोटि गर्न चाहन्छु। यसलाई हल्का रूपले शिक्षकहरूको समस्यालाई नलियोस्।